हेलो गाइज वेलकम ब्याक टु माई अनदर न्यू ब्लग भिडियो। तपाईँहरूलाई स्वागत छ मैले सबैको च्यानलमा होइन। सो सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु। सो आज हामी घर नेपालतिर गइरहेको अवस्था होइन, टक्क पारामा त्यही बेला हामी चाहिँ अब नेपालतिर हिँडेर होइन। त्यसो बिहान अब बिहानै जानुपर्ने हुन्छ। बात हाम्रै यार हल्का यसो टक्क भिडियो बनाइदियो तपाईँहरूलाई पनि देखाइदियो भनेर हो। निराश हो। अब घरको अवस्था के कस्तो छ उतैतिर थाहा हुन्छ। त्यही बेला हामी चाहिँ रोडमा आएको छौँ होइन। यहाँ टक्क गाडी आइरहेको छ त्यही हो। ल केही छ भन्नुपर्ने बक्कु भाइ? केही छैन, निन्द्रा लागेको छैन त्यो। और बोसजी? अरे यार यसले पर्फ्युम नै दियो यार। त्यही यात्रा कहाँसम्मको हाम्रो एउटा हो? दुबई पुना टु दुबई हो। कोब्रा मिसन। अलि म चाहिँ यार अलिकति साथीहरू गइरहेको छु, धेरै दुखी छु होइन। त्यो टाइमपछि म पनि आउँदैछु। मेरो साथीहरूलाई सबैलाई सेफ जर्नी, सबै केटाहरू राम्रोसँग जानु, फेरि भेटौँला गाउँ आएर। ल तपाईँ के भन्न चाहनुहुन्छ? केपीहरूलाई दुबई त्यो पनि ठिकै हो। अरू सर के भन्नु छ? सामान रटिहाल्छ हरिदाई त पुरा बिहा गरेर तर्फरमा रेडीको छ। सब दाइको मा हेर्छ सामान। सब सामान लिएर और साइको भाइ ठिक छ? ल ल केटा फाइनली पुग्यो यहाँ बसअड्डामा पुगेर टक्क बारमा सामान यहाँ काजु बदाम के खाएर डाइटहरू खाएर त्यही हो खाएर चाहिँ अब जानेवाला चाहिँ गाडीमा बस्नुपर्छ त्यही हो। फाइनल्ली आज पहिलो दिनको पहिलो खाना खाएर पनि हामी यहाँ टक्क फ्रेस भएर इधर घुमिरहेको छ होइन। केटालाई अर्डरको खानाको नेपाली होटलमा नेपाली खाना एकदम धुमाउने यस्तो छ तरकारी। चिकनको कस्तो लाग्यो? किसिमको 2 घन्टा जोड दियो भाइ तिमीलाई। मैले चाहिँ यसलाई 2 पिस दिएँ है, त्यो भागमा जोड्नु नेपालले पनि कम पऱ्यो। अब घर गएर भस्काउने उमेश बिचार्ने तर्फरमा तर बसको वाला चाहिँ एकदम नराम्रो छ भेडा होइन। टक्क जानेर बुझेर आउनु होला। त्यही हो भन्न चाहन्छु म चाहिँ। प्यासेन्जर भन्दा मान्छेभन्दा पनि सामान धेरै छ कि। मान्छे एकजना छ भने 4 घन्टा सामान लिएर 5 घन्टा सामान लिएर आइरहेको अलिक कहाँबाट हुन्छ यार। गाह्रो छ। म देखाउँछु यहाँ कस्तो छ हालत। यहाँ सामान लोड भइरहेछ माथि फुल भएर पनि अझ हालिरहेको। बस पुरा फुल छ हेर्नु हालत। टिक्कीमा हालिरह नअटाएर यो यहाँ सबजना छन् केटाहरू चल पल भइरहेको छ। यही हो लक्ष्मी ढाबा पहिलो नेपाल। यस्तो छ हालत होइन, तपाईँहरू देख्नु सक्नुहुनेछ गाइस। यस्तो छ यहाँ हालत। यहाँ सामान छ पुरा। के गर्नु गाह्रो छ। के भइरहेको छ केटा? एकदम के भन्छ नाजुक गाडी दुखेर अहिले म निशब्द छु केही बेरको लागि। सो फाइनली गाइस सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु। नेक्स्ट डे अहिले चाहिँ हाम्रो गाडीमा 5 बजिसकेको छ होइन। हामी चाहिँ अहिले राजस्थान भन्ने ठाउँमा पुगिसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो होटलको नाम छ यहाँ राजस्थान होटल भिलेवाडा क्या लेखेको छ टक्क यो होटल छ। यहाँ चाहिँ एकछिन अहिले बाथरुम गर्नलाई टक्क रोकेको थियो होइन। यो चाहिँ हाम्रो गाडीको सामानहरू पुरा प्याक छ यहाँ पुरा भन्नै। यो मेन हाइवे सुसाइडमा रोकिएको छ। अब यो पछि सिधा 7-8 बजीतिर समथिङ त्यस्तै नास्ता गर्नको लागि रोक्छ होला। टक्क नास्ता खानेछौँ हामी। अनि फेरि गन्तव्य हाम्रो जारी नै रहेको छ। भोलि बिहान सायद भोलि बिहानतिर पुग्यो होला भन्ने हाम्रो आशा छ होइन। त्यही हो यस्तै छ। गाडीमा अप्ठ्यारो भइरहेछ। मान्छेहरू धेरै आएको छ। मान्छेभन्दा धेरै सामानहरू धेरै छ। अब एक सिटमा 4 जना बस्नुपर्छ। सबैजनाले एडजस्ट गरेर बसेर आउनुपर्ने हुन्छ। यही हो तपाईँलाई देखाउनै जानेछु के कस्तो हुन्छ हाम्रो यात्रा। त्यही हो तपाईँ हामीसँग जोडिराख्नु होला त्यही भन्न चाहन्छु गाइसमा। ल केटाहरू तपाईँहरूलाई कस्तो अनुभव भइरहेको छ आजको राइडमा हाम्रो? अरू मोटे कस्तो लागिरहेको छ आज? जोडले बोल्नु अलिक भर्खर त नास्दै 2 समोसा तपाईँ
40 मिनट टक्क हामी चाहिँ नास्ता खाएर पनि बसेर हिँडिसक्यो होइन। अब खानाले 3-4 बजीतिर रोकेको छ है। भोलि बिहान या त्यस्तै यतिखेर हामी पाउडरमा पुगिसक्छौँ भन्ने हाम्रो अनुभव छ। 50-50 चान्स छ। त्यही भएर तपाईँहरू दाइ चाहिँ दाइलाई कस्तो भइरहेछ दाइ नि दाइ अब बकुलाले बकुला उता छ तन्काएर यहाँ दिमाग खराब भइरहेछ। बाहिरको व्यवस्था पर्दा लगाएर यहाँ पर्दा बन्द गाईको जात थियो लगेर के गर्नुमा यहाँ यत्रो टायरमा यत्रो किला खुसिया छ यार। छ्या यत्रो किला घुसेर यो पुरा फाडिसक्यो यत्रो भइसक्यो होइन। त्यहाँ चाहिँ अर्को टायर हालेर आएको छ अहिले चाहिँ। यो आधा बाटो कहाँ पुगेको छ अहिले थाहा छैन। लास्ट गरम छ यार। त्यही एउटा अब गाडी पेन्चर भएर पनि हामी यहाँ बसिरहेको छु। गाडी बनिरहेको छ। मान्छे त उसै पेन्चर थियो, गाडी पनि पेन्चर भयो। गाडी पनि पेन्चर होइन भाइ जी के भन्नु छ के भन्नु छ टाइगर मलाई लागेको छ। त्यस्तो चाहिँ पुछिरहेको छु आधा बाटोमा बनाइरहेको छ गाडी होइन। एकछिनमा गएर अब हिँड्नुपर्ने हुन्छ। लास्ट ठुलो किल्ला खुसिदिएको थियो कि फेरि त्यत्रो किल्ला थियो होला किल्ला घुसिरहेको त्यो ठुलोवाला खाली बोतल फाल्छ भाइ। खाली बोतल छ त्यहाँ काम भइरहेको छ। कस्तो लाग्यो भाइ तँलाई यहाँ होटलको खाना? थपी अब थपी हो। मैले लगभग 5-6वटा रोटी 5-6वटा रोटी हो। 200 हामीले 200को त गर्नु पर्यो त 200 यहाँ चाहिँ इन्टरभ्यू लिएर आएको छु है म चाहिँ यहाँदेखि। 2 घन्टाको पछि गाडी बनाएर पनि रेडी भएर चाहिँ हामी गइरहेको होइन। यो एमपी पुग्न थोरै छ टाइम। 2 घन्टा लगभग गाडी बनाउनु लाग्यो। यो होटलमा हामीले खानासाना खाएर पनि बसिसकेका थियौँ। 2 घन्टाको आराम गऱ्यो। मोबाइल सोबाइल चार्ज गरेर पनि अब हामी गइरहेको छु होइन। त्यो 2 घन्टा जति लाग्यो सायद यो गाडी बनाउन। गाडी सायद रेडी भइसकेको छ। हामी चाहिँ अब गइरहेको अवस्था हो। चिल हान्दै हिँडेर होइन। त्यही हो चाहिँ त्यही भएर गाडी रेडी भइसकेको छ। अब हाम्रो ड्राइभर अङ्कल चाहिँ त्यहाँ बसिरहेको छन्। त्यहाँ कहाँ यसलाई त तपाईँहरूले चिन्नुभयो। यो चाहिँ खलासी गरेर गाडी हो। हाम्रो गाडी चाहिँ यो टक्क रेडी भइसकेको छ। अवस्था हेलो गुड मर्निङ होइन। त्यही फेरि चाहिँ आज भोलि यहाँ पुग्न लागेको थियो यार। बाटोमै पुरा जाम लागिरहेको छ। यत्रो जाम छ यहाँ जाम छ पुरा जाम भइरह। यहाँदेखि पलिया पुग्न 34 किलोमिटर समथिङ यस्तै छ होइन। जाम लागेर बाटोमा बहुत खत्तम भइरहेको छ गाडी। गाह्रो छ यार। सायद मुस्किलै छ। साँझ राति हुन्छ होला सायद घर। जाम लास्ट जाम लागिरहेको छ। तपाईँहरूलाई म देखाउँछु अगाडि गएर। यो मेन हाइवे भयो होइन। यहाँदेखि यो पलिया जाने हाइवे हो। यो हाम्रो गाडी भयो। यो पुरा जाम लागिरहेको छ केटा। कस्तो छ हालत
पुरा रोड जाम लागेर खत्तम भएको छ यो चाहिँ हाम्रो यहाँदेखि अगाडि गएर तर पुरा जाम लागिरहेको छ कि यस्तो छ यो हालत टक्क पारा त्यही भएर हामी चाहिँ अगाडि गइरहेको छौँ होइन तपाईँहरूलाई जाम कस्तो लागेको देखाउनको लागि अगाडि गइरहेको छु दुईजना हाम्रो गाडी चाहिँ पछाडि छ अरू केटाहरू पनि टक्क अगाडि गइसकेका छन् होइन हामी चाहिँ गइरहेको छौँ अगाडि जाम लागेर मतलब हिजो राति 2 बजेदेखि लागेको रहेछ कि जाम अगाडिको पुल टुटेको छ भन्ने थोरै हामीले खबर पाएका छौँ होइन टक्क गएर तपाईँहरूलाई देखाउँछु त्यहाँ गएर के कस्तो छ होइन के कस्तो भइरहेको छ यो पुरा ट्रक मालगाडी जाम त्यहाँनिरदेखि त्यो बाटो आयो त मस्त आउँथ्यो यतातिर छेराइहाल्थ्यो यार पुरा जाम छ यार वहीँदेखि चाहिँ हालत खराब छ यार के गर्नु यहाँ रोडमा हिँड्नु परेको छ हामीले त्यहाँ त्यो पछाडि खाली गरे भए सायद हाम्रो यहाँसम्म त त्यहाँसम्म गइहाल्थ्यो तर त्यो बाटो सानो छ कि त्यहाँनिर गाडी जाने बाटो छैन त्यही हो तपाईँहरूले अपडेट दिइरहेको छु म अगाडि गएर देखाइरहेको छु ल त्यही केटा हामी चाहिँ टक्क अहिले नाउ खेल्न गइरहेको छौँ अगाडितिर होइन ढुङ्गा खेल्न पानीमा नदीमा हामी चाहिँ ढुङ्गा खेल्न गइरहेको छौँ अहिले चाहिँ होइन सबजना आइरहनु पछाडितिर केटाहरू तपाईँ 10-12 जना हामी चाहिँ ढुङ्गा खेल्न गइरहेको छौँ टक्क रमाइलो हानिदिनुपर्छ त्यहाँ गएर यो पुरा लागेको छ केटाहरू यो अगाडितिर बाटो भयो त्यहाँ गएर टक्क नदीमा ढुङ्गा खेल्नुपर्छ भोपालसँग तपाईँहरूलाई देखाउँछ नाउ चाहिँ यो होइन केटा यतातिर नाउ छ नदीको छेउमा केटाहरू यहाँ जाम भइसक्यो ल हामी चाहिँ भित्र प्रवेश भइसकेको छ टक्क केटाहरू सबजना आएन पहिला भिडियो बनाउनुपर्छ भयो यहाँ सबजना केटाहरू यो डन्ठाले यो घुमाउने यति सानो भयो ल सबजना हो केटा सबजना स्टार्ट भइसक्यो चल ढुङ्गा केटा हो कस्तो लागिरहेछ भाइ एकदम बढिया भाइ कस्तो लागिरहेछ केटा कस्तो लागिरहेछ एकदम बढिया ल गाइस फाइनल्ली साला मरितरी भएर पनि पलिया पुगेको छ 5 बजे यो पलियाको फुल भयो 3 दिनमा 5 बजे पलिया पुगिरहेको छ अफिस यो बसमा कोही पनि नआउनु होला बसको नाम रहेको छ ओम शान्ति ट्राभल्स यो नम्बर चाहिँ यसलाई थर्काउनु जति सक्छ जति सक्छ थर्काउँ यसलाई पुनादेखि 3 दिन लगाइदिरहेको छ पुनाबाट गुना बनाएर पठाइदिएको छ केटाहरूलाई अरू बसमा आउनु तर ओम शान्ति ट्राभल्स गाडीको अगाडि पनौती केपी लेखेको छ त कहाँबाट हुनु हो केही छैन यहाँ हावापास यहाँ पुरा दाइको चड्डी भिजिसक्यो
₹250 किन पुलामी पानी आएर 24 पैत भइसक्यो यहाँबाट पलिया त पुग्यो होइन तर सिनियरले मुझे अहिलेसम्म गाडी साडी नबनाएर छ 5 बजिसक्यो होइन लास्ट लेट भइसक्यो हाम्रो यो पाउडर बन्द हुने टाइम भइसक्यो छ अहिलेसम्म गाडी साडी नबनाएर यहाँ लास्ट लफडा भइरहेछ 4 दिन भइसक्यो 3 दिन भइसक्यो आज लगाएर अब 4 दिन हुनेवाला छ यहाँ यस्तो गाह्रो छ यहाँ हालत खराब छ केटा हो सोच विचार गरेर आउनु होला तपाईँहरू पनि आउन चाहनुहुन्छ भने माहौल खराब छ खराब हालत यस्तो छ केटा यो पलियादेखि गौरीभण्डा जाने बसको हालत यस्तो छ यसरी जानु परेको छ घर यस्तो पुरा भेडा बाख्रा भन्दा डबल कोचेर लगिरहेछ कि यस्तो भिड छ पुरा पसिनै पसिना छ बानामा केटा यो अटो बुक गरेर पछाडि बस्छु म यो साइड बस्छु यो अटो बुक गरेर गइरहेको छु केटा घरतिर होइन टक्क के गर्नु यस्तै छ फोन रिचार्ज छैन भने मसँग उतेसँग घरतिर कन्ट्याक्ट हान्नु पर्यो म त 5जना ल केटा त्यही हो अहिले चाहिँ हामी राजीपुरको मेन रोडमा हिँडिरहेको छौँ होइन गाडीमा पेट्रोल सकेर हाम्रो अटोमा पेट्रोल सकेर म पेट्रोल हालिरहेको केटाहरू गाह्रो छ जता दुःखै दुःख साला जाम लाग्यो 5 घन्टाको त्यहाँ दुःख टायर पड्क्यो त्यहाँ दुःख अर्कोचोटि टायर पड्को साला टायरै नपड्काएर चटो गाडीमा बाउडरमा त्यहाँ दुःख फेरि यहाँ त्यहाँदेखि अटो बुक गरेर आएको थियो यहाँ पेट्रोल सक्यो त्यहाँ दुःख तस्मा पनि ग्याप भइगयो दिमाग खराब छ अहिले चाहिँ हामी यो राजीपुर मेन हाइवेमा हिँडिरहेको छौँ तस्मा पनि ग्याप भइगयो अलि अगाडि गएर त्यहाँ पानी सानी खानुपर्ने हुन्छ टक्क त्यहाँ बसिरहेको छौँ हामी अटो आउँछ त्यही हो भेडा तस्मै ग्याप गाह्रो छ यार कति हजारको चस्मा हो यो र कतिको भरमा हो त्यही होला नि धेरै त होइन 700 भयो यार ग्याप भयो 700 भारू कि नेपाली ए 700 भारूको त्यो गङ्गा जलमा किने होला होइन ल सो फाइनली केटा अहिले चाहिँ हामी टक्क बडेपुर चोकमा पनि पुगिसकेका छौँ होइन यहाँ छ ऊ त्यहाँ छ हिमे बहादुर जेठरा ल यहाँ केटाहरू हामी चाहिँ यो दाइ टक्क दाइसँग दाइले चाहिँ पुगाइदिनु भएको थियो होइन यो बडेपुर चोक है केटा टक्क बाह्रमा अब चाहिँ अर्को त्यहाँबाट अर्को अटोमा जानुपर्ने हुन्छ हामीले चाहिँ होइन अटो चेन्ज गाडी चेन्ज दिमाग खराब चेन्ज भएर आजको जिन्दगी चेन्ज केटा जनक धामी अटो एक्सप्रेस पनि आइसकेको छ दाइ हाम्रो यहाँ टक्क यहाँ ट्राली लोड भएर हो कि न दाइ सम्झिहाल्नु दाइलाई टक्क दाइ आउने आइहाल्छ जहाँ बोलाएको थिएन यार पहिला थिएन यो नयाँ गाडी हो यार हात तेरी टक्क भइया फाइनल्ली केटा होइन नेपाल पुग्यो खुसी लाग्यो सो त्यही हो केटा म चाहिँ राति 11-12 बजीतिर पुगेँ होइन मैले चाहिँ भिडियो बनाउनु पाएन त्यस्तै पिजी गएर म भिडियो बनाउनु पाएन लास्ट निन्दा लागेको थियो म सुतिसकेको थिएँ अहिले चाहिँ बिहान टक्क भिडियो बनाइदिइरहेको छु सो यस्तो छ यहाँ हालत सामान वाले त केटाहरूले फालफुल गरेर यस्तो बनाइरहेको थिएँ यस्तो छ यहाँ क्या कहो भने हो भिडियो पर बाहिर गयो भिडियो भने त चुरोसँग लाग्यो भिडियो ककट्टै जुरो ठाउँ लाग्यो मैले बाहिर गएँ कसो भन्नु म भन्नु त कहिले क्या यहाँ चाहिँ सुतिसकेको डन यो हाम्रो घर हो होइन यस्तो छ यहाँ चोरहरू के गर्नु तिमीहरू साल कपडा सपडा फाल्यो सामान फाल्यो यिनीहरू हुन्छ सामान फाल्ने होला एउटा चोर यहाँ छ चोरै नि यहाँ छ त्यही हो आजको भ्लग भिडियो यति नै हुन्छ अब नेक्स्ट नयाँ भ्लग भिडियो लिएर आउँछ होइन